जमुसी सबैलाई मैले धेरै दिनदेखि लिएर यो नेपाली अनि इङ्ग्लिस प्यारालल बाइबल खोजिरहेको थिएँ र पहिला न्यू टेस्टामेन्ट मात्रै आउँथ्यो जब हामीले यो चाहिँ नेपालबाटै छापिन्थ्यो केवल न्यू टेस्टामेन्ट मात्रै हामीले इङ्ग्लिस नेपाली पढ्थ्यौँ तर फर्स्ट टाइम मैले कालिम्पोङमा यो सुपर मार्केट माथिको सप छ अनि यहाँनिर ल्याउनु भएको रहेछ यसको कस्ट रहेछ 2000 रुपिस अनि किङ जेम्स र टिभीएस रहेछ नेपालीमा किङ जेम्स र टिभीएस एकदम राम्रो बाइबल हो भर्जन हो किङ जेम्स पनि तपाईँलाई थाहै छ अनि टिभीएस पनि नेपालीमा एकदमै राम्रो छ म रिकमेन्ड गर्छु कि युथ जति पनि अहिले हामीलाई धेरै जस्तो नेपाली पढ्न अलिकति गाह्रो मान्छ अनि धेरै कुरा हामी बुझ्दैन पनि है अनि किनभने एकाडेमिकली हाम्रो इङ्ग्लिस मिडियम भएको कारणले गर्दाखेरि तर यो चाहिँ हाम्रो एकदमै यो बाइबल तपाईँले लिनुभयो भने चाहिँ हामीलाई चाहिँ के सहायता हुन्छ भन्दाखेरि चाहिँ जब हामीले एकाडेमिकली जुन प्रकारले इङ्ग्लिस मिडियम पढेका छौँ अझ बाइबल इङ्ग्लिसमा पढ्दाखेरि भोलिको दिन प्रचार गर्नुपर्दाखेरि नेपालीबाट हामी यहाँ लिन्छ किनकि धेरै समूहमा प्रचार गर्दाखेरि त्यो नेपाली ज्यादा बुझ्ने व्यक्ति भएको कारणले गर्दाखेरि चाहिँ एभाइलेबल भएको कारणले गर्दाखेरि चाहिँ हामीले यो दुईटै प्यारल भर्जन लिनुभयो भने चाहिँ हेर्नुहोस् देखाएको चाहिँ यो इङ्ग्लिस र नेपालीमा धेरै सुविस्ता पर्छ अलिकति यसको साइज अलिकति मोटो छ झन्डै यो 1.5 केजी जस्तो होला तर म चाहिँ रिकमेन्ड गर्छु तपाईँले लिनुहोस् यो चाहिँ यति भन्दै म सर्ट राखेर